यहाँ चाहिँ हाम्रो बाख्राहरू चढ्दै हुनुहुन्छ। अब हाम्रो बाख्राको घर खोरमा लाने बेला हुँदैछ। अघि आएको होइन, अनि अब घर लाने बेला हुँदैछ। अनि उहाँ बाख्रा चढ्नु हुँदैछ। यसरी नै गए आजको दिन। अनि त्यहाँबाट अघि बाख्रा धपाउँदाखेरि खेलाउँदाखेरि यो यता यो हर्रा होइन, हर्राको दाजु कि भाइ बर्रा भुइँमा खसिरहेको थियो होइन। अनि यो टिपेको चाहिँ देखाउनु पाइनँ, भुइँमा रुखको फेदमा खसिरहेको थियो, चराले होला है। अनि पर अमलाको भए पनि अमलाको बोट पनि लगौँ भनेको थिएँ, अनि त्यतिखेर देखाउँ भनेको थिएँ। त्यता अहिले जानु भ्याइएन विशेष कारणले गर्दाखेरि। भन्दै कुनै दिन गइएछ भने देखाउँला, अरू पनि भिडियोहरू गरौँला भन्दै अब यस्तै छ यहाँको। अनि यो काउछु होइन, यो चाहिँ भलाएको हो, बोट रुख हो। अनि भलाएको चाहिँ यस्तो कालो कालो चोप खस्छ। यो यस्तो कालो छ नि त, भलाले जलायो भने त यस्तै कालो खस्छ क्या, चोप खसिरहन्छ। कतिखेर खस्छ पनि, रातो खस्छ कि कहिले खस्छ, गाह्रो हुन्छ यसले चाहिँ। अनि अब के भन्नु र, यस्तै छ। अब निकै बोल्छु भनेर चाहिँ भिडियो बनाउनु खोजेको थिएँ, तर बोलिनँ। अब अघि विशेष कारण भने नि त, त्यो कारण पनि बोलौँ भन्दै थिएँ, तर नबोलौँ होला। धेरै कुरा कहानी चाहिँ नबोलौँ होला भन्दा पनि पापामा बुनु भाइ चाहिँ अहिले उता जिल्ला प्रशासन गएको छ नि त, नागरिकता सचाउनको लागि। नागरिकता थोत्रै पुरानो भएर अनि जाँदाखेरि चाहिँ डकुमेन्ट छोड्नु भएछ। सबै खोज्दो त डकुमेन्ट भनौँ न, कागजपत्रहरू। अनि त्यो भोट कार्ड भनौँ न, मतदान पत्र चाहिँ कार्ड चाहिँ घरमै छुटेछ। त्यो कारणले गर्दाखेरि काम अड्किएछ। अनि फेरि भोलि जानु पर्यो भने त अब दिनभरि नै जाने भयो, फेरि गाह्रो पनि हुने भयो। त्यो कारणले गर्दाखेरि अब म चाहिँ यता जङ्गलमा नेटवर्क नदिने, टावर नदिने ठाउँमा थिएँ। भाइले कल गर्छ, कल पनि लागेन छ। अनि यता घुमाएर बाख्रा यता ल्याइपुऱ्याउँदाखेरि अब त भाइहरूले काम पनि सक्यो, के गरौँ। अब भाइलाई पनि बुझ्नु पर्यो, कल त गरेन भनेको, तर टक्क आउँदाखेरि त्यो ट्राई मेसेज आयो, मिस कल। अनि मैले चाहिँ कल चाहिँ फिर्ता गर्दाखेरि, कल उता गर्दाखेरि अनि भाइले यस्तो हो भनौँ, मतदान पत्र चाहिँ भोट लिस्ट कार्ड, मतदान कार्ड चाहिँ छोडेर चाहिँ यहाँ अलिकति गाह्रो भइरहेछ भनौँ। अनि म चाहिँ कुद्दै गएर घरमा गएर चाहिँ अनि त्यो फोटो खिचेर पठाइदिनु पर्यो भनेको अनलाइनबाट होइन। लाइनै रहेनछ घरमा फेरि। अनि फेरि डाटा खोल्ने बेला अब, अनि भाइसँग फेरि अघि त्यो कुरा गर्दा बोल्दाखेरि नि पैसा 5 भन्दा कम भन्ने एनसिएलले पठाइसकेको थियो। अनि त्यहाँबाट पठाउनु खोज्छु, हुँदैन, जानु खोज्दैन। अनि बल्ल जान त गयो, पैसा त्यो 5 रुपियाँ सकिसक्यो। अनि ले तँलाई पठाइदिएको छु, आइकाएन भनेर फेरि कल त गर्नु पर्यो। अनि भाइ पनि त्यो फेरि अन भइरहँदैन, उसको पनि त्यहाँ छैन नि त। अब अनि बनाइराख्ने कुरो हुँदैन। अनि आयो त्यो वाइफाईमा बसी अनि पठाइदे भनेर बसी चाहिँ, अनि उसले पनि उता गएर अनलाइन खोलेर चाहिँ हेर्ने हो, गएर फोटोकपी गर्नुपर्ने, के गर्नुपर्ने, कसो गर्नुपर्ने। उसलाई पनि बिजी छ अहिले, उसलाई कल पनि गरेको छैन। यस्तै भइरहेछ।
बाख्राहरू यहाँ डाँडामा निस्किसक्यो है बिस्तारै बिस्तारै बाख्रा डाँडामा निस्किसक्यो अब बिस्तारै बिस्तारै यिनीहरूलाई अगायो होला अब यिनीहरूलाई घर पनि लानुपर्छ होइन त्यस्तै छ अरू त के भन्नु र अनि घर गएर त्यो त्यति काम गरेँ अनि काम गरेपछि घरबाट त्यही खानेकुराहरू चाउचाउहरू उखुहरू पनि ल्याइदिएँ यहाँ चाहिँ बाख्रा चाहिँ हेरिरहेको थियो बुढीले बिमलाले हेरिरहेको थियो ऊ पनि जङ्गलमा फेरि डराइरहेको थियो अलिअलि अब डराउँदै हेरेछ अनि म चाहिँ गथेँ त्यस्तै अहिलेको अवस्था भयो भन्नुपर्छ अब कतिखेर काम हुने हो कि नहुने हो त्यो काम भएर यो उयसको परेछ हौ लाइट यो घामको लाइट परेर कस्तो आएछ त यो भिडियो पनि अब म नराम्रो मान्छेलाई जस्तो आए पनि फरकै पर्दैन पर्नु त तर पनि जस्तो छ त्यस्तो त निकालौँ न भन्ने कुरो पो थियो यस्तै छु वास्तवमा मन राम्रो हुनुपर्छ विचार राम्रो हुनुपर्छ भन्ने धारणाका साथ अघि बढ्नुपर्छ भन्थ्यो मैले नै अरे नि त यहाँ बाख्राहरू आइसकेका छन् अब घर नजिकै छ यहाँबाट त आइसक्नु लाग्यो है यस्तै छ जङ्गलको अवस्था यस्तै छ मान्छेको कहिले फेरिने हो देशको व्यवस्था फेरिने हो सुध्रिने हो भन्दा पनि सुध्रिने भनौँ न सुध्रिने हो देशको व्यवस्था अब बिहान गएको थिएँ नाइट त यो सचाउनका लागि साह्रै झन्झट हुने हो हुन त आज आइतबार पनि हो अनि अलिक भिड पनि होला के कसो होला यस्तै छ बाख्रा देखाउनु पर्यो बाख्रा देखाइसकेपछि भिडियो पनि अन्त्य गर्नु पर्यो भन्दै अरू त के देखाउनु र अन्त्य गर्नु पर्यो भन्दा पनि एउटा सानो भलाइको रूप त उनीहरू रहेछ तर देखाउँ कि नदेखाउँ होला अघि ठुलो देखाइहाले बाख्रा चाहिँ यति नै छन् अब दिनभरि चरेर पनि यिनीहरू खासै अगाएको जस्तो देख्दिनँ अब यिनीहरूलाई पानी खुवाउनु पर्छ है त म चाहिँ अहिले जङ्गलमा छु यहाँ एउटा कमिलाको घर धमिराको घर देवल धिम्की जे भने पनि यहाँ देखाउन गइरहेको छु होइन यो चाहिँ धमिलाको घर रहेछ तर चराको चाहिँ टोइलेट रहेछ चराले यहाँ टोइलेट गर्नुभएछ है चराले यहाँ दिशा गर्नुभएछ हेर्नु है कति गर्नुभएछ अनि चराले यहाँ दिशा गर्नुभएछ कमिलाको घर धमिराको घरमा त्यहाँबाट चाहिँ अब यहाँ टोइलेट बनाउनु भएछ कमिलाको घरमा होइन चराले यहाँ माथि बसेर चाहिँ यहाँ गर्नुभएछ भन्दा पनि होइन माथि होला माथि यो रुखमा माथिको हाँगा त राम्रो देखिन तर पनि उयो सानो यता आएको छ नि हो यहाँ बसेर चाहिँ राति बस्नुहुन्छ होला जहाँसम्म लाग्छ त्यही भएर त दिशा गर्नुभएछ त हो जस्तो लाग्यो होइन त्यो यताको सानो हाँगा छ नि यो जुम गरेर देखाउनु पर्यो यो हाँगामा चाहिँ बसेर बस्नुहुन्छ होला त्यही भएर यहाँ दिशा गर्नुभएछ यहाँ
मृगले पनि हैन बाख्रा हो बाख्राले पनि टोयलेट गर्नु भएछ दिशा गर्नु भएछ यस्तै छ यहाँको अवस्था अरु त के अवस्था देखाउनु यस्तै छ जंगल हैन यो चाहिँ म चाहिँ शहरमा छु यो रुखहरुको शहर हैन रुखहरुको शहर भनौं न अब यो बिल्डिङहरुको घरहरुको शहर भन्दा पनि यो रुखहरुको शहर भनेको वन जंगलमा छु यस्तै छ भिडियो त खासै राम्रो आएको त छैन तर पनि यस्तै छ यस्तै छ उया पर अलिकति ठुलो छ यो कमिलाको घर यो अहिले सानो देखाएँ त मैले किनभने त्यहाँ टोयलेट बनाउनु भएको छ चराले टोयलेट दिशा गर्नु भएको रहेछ दिशा टोयलेट बनाउनु भएको रहेछ त्यही भएर चाहिँ यहाँ देखाएँ अब यो अलिक ठुलो देखाउनु पर्यो अलिक ठुलो चाहिँ यहाँ छ है त यो तर यहाँ खासै राम्रो देखिएको छैन तर पनि हेरौँ न यता अलिक राम्रो देखिन्छ कि यहाँ दाउरा पनि थोरै भेला गर्नुभएको रहेछ कसले यस्तै छ कमिलाको घर अनि यहाँ कसले दाउरा भेला गर्नु भयो रहेछ है एक छाक भात पाक्ने रहेछ अरे नि त अनि बाख्रा त्यहाँ पुग्नु भएछ पर म यता भिडियो गर्दै हुनुहुन्छ बाख्रा त्यता चढ्दै हुनुहुन्छ पुतली पनि उड्दैछ तर भिडियोमा देखिँदै छैन एउटा मात्रै दौडाउँछ पुतली তুমি उसको यहाँ बसिहाल्यो अलिक धेरै भएर देख्नुहुन्थ्यो ल यो के हो चिन्नु हुने महानुभावलाई पुरस्कारको व्यवस्था त गर्न सक्दिन धन्यवादको पात्र चाहिँ बनाउन सक्छु है अब यसो हेर्दाखेरि यो के जस्तो देखिन्छ भन्दाखेरि एउटा काठको ठुटा हो र यो कमिला घर जस्तो देखिँदैछ हैन तर यसो हेर्दाखेरि यो वाल्मीकिले ध्यान गर्दा गर्दै कमिलाले छोपी लगाएको थियो भने जस्तो ट्याक्कै त्यस्तो पनि देखिँदैछ यसो आफ्नो मनभित्र सोचेर हेर्दाखेरि हैन ल हेर्नु त टक्क ध्यान गरिरहनु भएको थियो अरे उहाँ चाहिँ हैन रत्नकार चाहिँ वाल्मीकि हुनुको लागि अनि टाउको घाँटी कुमहरु छ हैन बस्दै अब उहाँले ज्ञानहरु प्राप्तहरु गर्नको लागि चाहिँ बस्दै माटोमा भाँसिसक्नुभयो माटोले पुरिसक्नु आँटिसक्यो हैन यता माटोले छोपिसक्यो कमिलाले देउला र हुँदै हात पुरा भइसक्यो हैन हात हड्डी छाला भइसक्यो कहिले चाहिँ अब ध्यानबाट माथि आउनुहुन्छ उहाँलाई चाहिँ माथि ध्यान आउनु भइसकेपछि चाहिँ हामी उहाँलाई सम्मान गर्छौं भन्दै अब चाहिँ कता जानुपर्छ भन्देखि केको चाहिँ भिडियो चाहिँ गरौँ भन्देखि केको गर्ने हो र अहिलेलाई यति नै भन्दै अर्को चाहिँ फेरि फेला परे छ केही देखिएछ भन्देखि गरौँ हेर्नु यो कत्रो चाहिँ ठुलो छ एउटा यो रुख यो सखुवा जंगलको हो यो रुखको सहर हो कत्रो रुखहरु छ यहाँ सहरमा कत्रो घर यहाँ छ ल अनि कत्रो बिल्डिङ हुन्छ नि त हैन यहाँ चाहिँ कत्रो सखाको रुखहरुको कत्रो हुन्छ क्या अनि यो चाहिँ रुखहरुको सहर हजुर ल आउनु थियो अनि यस्तै छ भन्दै अब हामी घर आउन लागिसक्यो घर छेउछाउ এখন लास्टमा अन्तममा ल
अन्तिममा अब मलाई पनि देखाउनु पर्दाखेरि यसरी देखाएर भिडियो अन्त गर्दैछु मैले। यो रुखहरूको सहरमा है कति धेरै हुन्छ नि त सहरमा घरहरू, यहाँ पनि कति धेरै रुखहरू हुन्छ। अब त्यहाँ चाहिँ घरहरूको जङ्गल हुन्छ भने यहाँ चाहिँ रुखहरूको सहर हुन्छ है। घाँस दाउरा काठ सबै धेरै पाइन्छ। यस्तै छ। अब के भन्ने र खासै बोल्न त आउँदैन होइन, खासै बोल्न त जान्दिनँ, तर पनि यहाँ बाख्राहरू मसिनो बाख्रा यहाँ यो छोडिन्छ कि चरे गर्छ, कति साह्रो चर्छ यो मसिनो बाख्रा नि। अब यति नै मलाई देखाएर अन्त गरौँ भनेको भिडियो होइन, तर यहाँ एउटा बाख्रालाई देखाएर पनि अन्त गरौँ कि भन्ने पनि लाग्दैछ। के लाग्छ हौ, देखाइदे। म हुँ बाख्रा गोठाला। फेरि यस्तो ठुट्टामा बसेर म त फेरि भान गरिदिन्छु नि, फेरि यस्तो ठुट्टामा बसेर भान गरिदिन्छु नि फेरि। ल हेर्नु त यो ठुट्टा हो होइन, यो ठुट्टामा चाहिँ एउटा सानो अँगेरोको रुख के उम्रिनु भएछ बिचरी। यहाँ केले दिशा गर्नुभएछ। म चाहिँ यहाँ बसेर दिशा गर्ने न भान गर्नु भनेको। यो बुढो रुखको ठुट्टा हो। बाख्रा यता चढ्दै हुनुहुन्छ, मजाले चढ्नुहोस्। हामी पनि भरै घरमा गएर चढ्छौँ, तर हामी पनि के बोकेर खानेकुरा के खाँदै नै गोठाला गरियो है। यहाँ चाहिँ रुखमा टाँसिनु भएको रहेछ कमिलाको घर। यहाँ टाँसिनु भएको रहेछ कमिलाको घर होइन। अब भिडियो पनि धेरै लामो भइसक्यो, त्यसैले गर्दाखेरि अहिले भिडियो अन्त गर्छु। अब फेरि केही देखेछ भने फेरि गरौँला, के छ र। बाख्रा चराउन जाने बाटो, बाख्रा चराउन जाने बाटो यो चाहिँ साह्रै छोडिन्छ नि। अहिले भर्खर यहाँ आउँदैछ। आयो यहाँ बाख्राखोर चाहिँ यहाँ छ। अनि बाख्रा भित्र पसिसक्यो, अहिले भित्र बाख्रा हालिसक्यो। अब यिनीहरूलाई नुन भुस पानी दाना दुनी जे भए पनि एउटा केही न केही दिनुपर्छ क्या खोरमा आइसकेपछि। अनि त्यसो भएपछि बाख्रा जङ्गलमा छोड्दा पनि बाख्रा घरतिर त्यो नुन भुसहरू खाने त्यो सम्झेर फुरुक्क आउने गर्दछ। बढाइ बढाइ त्यस्तै हो। अब रात परिसक्यो, अब बाख्रालाई भइसक्यो, अब कुखुरालाई सुँगुरलाई मान्छेलाई पनि गर्नुपर्ने हुन्छ है। यस्तै छ अहिलेको अवस्था। अनि यहाँ चाहिँ हाम्रो आमाले गोठाला जाँदाखेरि एउटा लुगा ल्याउँदै यहाँ यति थुपार्नु भएको छ। अनि घरमा पनि छ त्यस्तै छ। यस्तै छ बाख्रा खोर। यहाँ दुईजना फोर न फोर है। अनि गाउँका फुच्चाफुच्चीहरू खेल्दैछन् होइन। अनि त्यो खोइ कसको झुप्रो घरको नि खासै राम्रो छैन। हाम्रो त पर छ बिल्डिङ।